भनिन्छ सगरमाथा आरोहण गर्ने हिम्मत मूर्खले मात्र गर्छ। हुन पनि सगरमाथा आरोहण हामीले देखेको सुनेको भन्दा निकै गाह्रो काम हो। एउटा अनौठो तथ्य पनि के छ भने सगरमाथा चढ्न जाने आधाभन्दा बढी मानिसहरू बीच बाटोबाट नै फर्कने गर्दछ। अहिलेसम्मको तथ्याङ्क अनुसार सगरमाथा आरोहणको क्रममा ज्यान गुमाएका 200 भन्दा बढी लासहरू हालसम्म पनि सगरमाथामै रहेका छन्। आजको भिडियोमा हामी सगरमाथा चढ्न लाग्ने पैसा, तालिम, बोक्नुपर्ने सामान तथा आरोहणको बेला बेहोर्नु पर्ने समस्याहरूको बारेमा चर्चा गर्नेछौँ। सगरमाथा सफल आरोहण गर्ने सबैभन्दा पहिला राम्रो कम्पनी, गाइड र आरोही शेर्पालाई छान्नुपर्ने हुन्छ। कम्पनी छनौट गरिसकेपछि उसैले तालिम दिने गर्दछ। तालिमकै सिलसिलामा 6000 मिटरसम्मका हिमालहरू पनि चढाइने गरिन्छ। आरोहीको शारीरिक र मानसिक आत्मबल बढाउनका लागि उक्त तालिम दिने गरिन्छ। लगभग 1 महिना लाग्ने यस्तो ट्रेनिङका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा धैर्यता र लगनशीलता हो। धैर्यता नभएमा बिचैमा तालिम छोड्नु पर्ने बाध्यता समेत आउने गर्दछ। हिमाल चढ्ने तालिममा धेरै कुराहरू सिक्नुपर्ने हुन्छ। उक्त तालिममा जानुअघि काठमाडौँमा रक क्लाइम्बिङ अथवा भिर चढ्न सिकाइन्छ। डोरी कसरी गाँठो पार्नेदेखि हाई एल्टिच्युडबाट कसरी जोगिने भन्ने समस्याहरूको बारेमा पनि ट्रेनिङ दिने गरिन्छ। सधैँ व्यायाम गर्ने, कुद्ने, हाइकिङ गर्ने तथा जवान व्यक्तिहरूलाई ट्रेनिङमा सजिलो हुन्छ। लगभग 8 केजी जति भारी बोकेर हिमाल चढ्नुपर्ने भएकोले यसको पनि तयारी गर्ने गरिन्छ। व्यक्तिगत सामग्री जस्तै चस्मा, पन्जा, मोजा, प्राथमिक उपचार सामग्री, चकलेट, बिस्कुट, 2-3 लास्ट मिसनमा पुग्ने बेलामा 3 केजी जस्तो अक्सिजन आफैले बोक्नु पर्ने हुन्छ। ढिलो हिँड्ने मान्छेलाई भने 3 केजी अक्सिजनले पनि नपुग्न सक्छ। यस्तो तालिम करिब 1 महिनामा सकिने गर्छ। तालिममा धेरै समय लागेमा वा दिएको समयमा नसकेमा आरोहणको यात्रा त्यहीँ सकिन पनि सक्छ। किनभने सगरमाथा चढ्ने स्वीकृति लिएको 75 दिनभित्र चढिसक्नुपर्छ। धेरैजसो आरोहीलाई तालिमको लागि दोलखाको रोलवालिङ लगिने गरिन्छ। ट्रेनिङका लागि यो ठाउँ निकै उपयुक्त मानिन्छ। ट्रेनिङको समयमा कुनै किसिमको आपतकालीन उद्धार गर्नु परेमा राजधानीबाट यो क्षेत्र नजिक पर्ने गर्दछ। यो क्षेत्रमा ट्रेनिङ गर्दा लाग्ने खर्च अन्य क्षेत्रको भन्दा कम भएको मानिन्छ। त्यस क्षेत्रमा ट्रेनिङ गर्दा आरोहीले 4000 देखि 7000 सम्मका हिमालहरू समेत आरोहण गरेर अभ्यास गर्ने मौका पाउनेछन्। त्यस क्षेत्रमा ट्रेनिङ गर्दा आरोहीले 4000 देखि 7000 सम्मका हिमाल समेत आरोहण गरेर अभ्यास गर्न सक्दछन्। वास्तवमा आरोहणको विषयमा सबैभन्दा धेरैको चासो हो सगरमाथा चढ्न कति पैसा लाग्छ। यस सम्बन्धमा कतिपय हल्ला तथा अफवाह समेत सुनिने गरेका छन्। वास्तवमा आरोहणका लागि लाग्ने पहिलो खर्च भनेको नम्बर 1 सरकारले लिने रोयल्टी हो। त्यसपछि दोस्रो खर्च आरोहणको सबै बन्दोबस्त मिलाउने कम्पनीले लिने शुल्क हो। त्यसैगरी तेस्रो खर्च चाहिँ आरोहणको बेला लगाउने ड्रेसअप र आवश्यक सामग्री हो। अब हामी विस्तारमा यी 3 खर्चको बारेमा चर्चा गरौँ। सरकारले विदेशी नागरिकलाई $11,000 अर्थात् करिब 12.5 लाख रुपैयाँ र स्वदेशीलाई $75,000 रोयल्टी लिन्छ। त्यसपछि सरकारले तोकिएको लियोजन अफिसको खर्च 3 देखि 4 लाख रुपैयाँ पनि एजेन्सी मार्फत आरोहीले नै बेहोर्नुपर्छ। यसबाहेक प्रत्येक आइसफल $600, रोप फिक्सिङ फी $250, शेर्पा इन्सुरेन्स $225, हेलिकप्टर रेस्क्यु $750 पनि तिर्नुपर्छ। यो शुल्क तिरेपछि बल्ल सरकारले आरोहणको अनुमति दिन्छ। कम्पनीले लिने शुल्क। हिमाल आरोहण गराउने एजेन्सी दर्ता सङ्ख्या धेरै भए पनि राम्रो हिमाल आरोहण गराउने दर्ता एजेन्सी लगभग 15 वटा होला।
यीमध्ये पनि कतिपय 12 देखि 15 लाखमा सगरमाथा आरोहण गराउँदै आइरहेका छन् भने कतिपयले 50 लाखसम्म पनि लिने गरेका छन्। यसरी एजेन्सीलाई तिर्ने 12 देखि 15 लाख रुपैयाँ आरोहणको अनुमति, आरोहीको यातायात, आरोहीको अवधिमा गरिने खानपिन, बसोबास लगायत आरोहणको समयमा लाग्ने अक्सिजन र आरोहणमा सहभागी हुने शेर्पाको शुल्क समेत रहने गर्छ। सामान्य तथा एजेन्सीले नेपाली नागरिकलाई औसतमा 20 लाख रुपैयाँ र विदेशी नागरिकलाई 45 लाख रुपैयाँ लिने गरेको पाइन्छ। आरोहण टोली सानो भयो भने खर्च बढ्न पुग्छ, तर टोली ठुलो भयो भने खर्च बच्ने सम्भावना ज्यादा हुन्छ। बढीमा 15 जनासम्मको टोलीले स्वीकृति पाउँछ। टोलीमा गरिने खानपिन, बसोबास लगायत आरोहणको समयमा लाग्ने अक्सिजन र आरोहणमा सहभागी हुने शेर्पाको शुल्क समेत रहने गर्छ। सामान्य तथा एजेन्सीले नेपाली नागरिकलाई औसतमा 20 लाख रुपैयाँ र विदेशी नागरिकलाई 45 लाख रुपैयाँ लिने गरेको पाइन्छ। आरोहण टोली सानो भयो भने खर्च बढ्न पुग्छ, तर टोली ठुलो भयो भने खर्च बच्ने सम्भावना ज्यादा हुन्छ। बढीमा 15 जनासम्मको टोलीले स्वीकृति पाउँछ। तर एजेन्सी र गाइडले तयार गरेको नियम नमान्नेहरूलाई भने बिमा लागू हुँदैन। सस्तोमा आरोहण गराउँछु भन्दै ठगी गर्ने समूहसँग पनि बच्नुपर्ने हुन्छ। सगरमाथाको यात्रा। सगरमाथा संसारकै अग्लो हिमाल हो। यो नेपाल र तिब्बतको सिमानामा रहेको छ। अधिकांश आरोहीहरू नेपालतिरबाट सगरमाथाको आरोहण गर्दछन् भने यसलाई तिब्बतको क्षेत्रबाट पनि चढ्न सकिन्छ। काठमाडौँबाट आन्तरिक हवाई मार्फत लुक्ला पुग्न सकिन्छ। त्यहाँबाट आरोही 10 दिन लगाएर 17,500 फिटको उचाइमा रहेको सगरमाथा बेस क्याम्पसम्म पुग्ने गर्दछन्। वसन्त ऋतुमा सगरमाथाको आरोहण गर्ने बाटो खुल्छ। मौसम पर्खँदै 2 हप्ता बेस क्याम्पमा नै बिताउनु पर्ने हुन्छ। मौसम अनुकूल भए दिनको समयमा आरोहण गर्न सकिन्छ। वर्षौनी करिब 600 आरोही सगरमाथा चुचुरोमा पुग्दछन्, जुन सगरमाथा आरोहणको प्रयास गर्नेको आधा सङ्ख्या हो। 2/3 आरोही नेपालबाट गर्दछन् भने अरू तिब्बतबाट आरोहण गर्दछन्। त्यहाँबाट आरोही 10 दिन लगाएर 17,500 फिटको उचाइमा रहेको सगरमाथा बेस क्याम्पसम्म पुग्ने गर्दछन्। वसन्त ऋतुमा सगरमाथाको आरोहण गर्ने बाटो खुल्छ। मौसम पर्खँदै 2 हप्ता बेस क्याम्पमा नै बिताउनु पर्ने हुन्छ। मौसम अनुकूल भए दिनको समयमा आरोहण गर्न सकिन्छ। झन्डै 300 भन्दा बढी मानिसहरूले सगरमाथा आरोहणको क्रममा ज्यान गुमाइसकेका छन् भने नेपाल सरकारको तथ्याङ्क अनुसार करिब 200 जनाको शव अझै पनि सगरमाथा हिमालमै रहेको छ। आरोहीहरू मुख्य तथा कठ्याङ्ग्रिएर तथा झन्डै 300 भन्दा बढी मानिसहरूको सगरमाथामा आरोहणको क्रममा ज्यान गुमाइसकेका। अर्को कारण भनेको अचानक आउने तुफान पनि आरोहीको मृत्युको कारण हो। कतिपयको भिरबाट खसेर तथा हिउँमा पुरिएर मृत्यु हुन्छ भने कतिपय हृदयाघात भएर समेत मर्ने गर्दछन्। चौथो बेस क्याम्पबाट सगरमाथाको 8,000 मिटर क्षेत्रलाई डेथ जोन अर्थात् मृत्यु क्षेत्र समेत भन्ने गरिन्छ, किनकि यो क्षेत्रमा निकै कम अक्सिजन हुन्छ भने यहाँको मौसम पनि निकै आक्रामक हुन्छ। उचाइ बढ्दै जाँदा मानव फोक्सो तथा रक्त सञ्चारको लागि पर्याप्त अक्सिजन पाउन कठिन हुन्छ। पथ प्रदर्शकहरू आफ्नै अक्सिजन बोकेर आरोहण गर्ने गर्दछन्। उचाइमा देखिने मुख्य स्वास्थ्य समस्या भनेको टाउको दुख्ने, बान्ता हुने तथा अत्याधिक थकाइको महसुस हुने हो। तर डेथ जोनमा हाई एल्टिच्युड ओडिमाको कारण मांसपेशीमा नियन्त्रण नहुने, स्पष्ट बोली ननिस्किने, खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिने समेत हुन सक्छ। अन्य शारीरिक समस्याहरू पनि आउन सक्ने सम्भावना हुन्छ।